ससुराल जाने हो मासु भात खाने हो भने गाई ससुरालीमा आएर चाहिँ हामीले मासु भात खाँदैछौँ कट्टा कलेजो विथ खुट्टा टाउको त्यो पनि टपरीमा हिजो हाम्रो एउटा पाहुनाजनले भन्थ्यो टपरीमा खाएर टपरी हो खसीको व्यवस्था पनि यता छ खसी हिँडिरहेको छ गाई खसी डुलिरहेको छ खसी होइन बाख्रा हो खसी हेर्ने यता खसी चलाउने मान्छे उता छ खाएर दिइरहेको छौँ हामी गाई जस्तो छ क्या बिहे गरेपछि चाहिँ बुढीलाई नि खुवाउनु पर्छ आफू खानु भयो